बाहिरी केटीहरूसित भने घुम्न प्रेम लीला गरेर बस्न सधैँ फुर्सद मिल्ने, अनि मसित भने कहिल्यै बाहिर घुमेर खुसीसित बस्न फुर्सद मिल्यो तपाईलाई? तपाईँ त साँच्चै कुवाकै व्याकुता रहेछ। अहिलेको जमानामा पनि बाहिरी संसार देख्नु नै भएन। त्यसैले तपाईँ जस्तो मान्छेलाई हुतियाएर पै भन्न रुचाउँछु मैले। हो रिता, म तिम्रो हुतियारा पै हुँ। तिम्रो खुसीको लागि मैले आजसम्म केही गर्न सकिनँ। फाइनली साथीहरू सहरिया बुहारी बाघ 118 चाहिँ आइसकेको छ साथीहरू है। अनि 118 मा साथीहरू है, अनि हुन्छ नि त ऊ रिताले चाहिँ बसन्तीलाई चाहिँ होइन तपाईँ चाहिँ हुतियारा पोइ हो, अनि त्यस पछाडि तपाईँ चाहिँ कुवाको भेगुता नै हो, तपाईँले चाहिँ संसार देख्नु भएको छैन भनेर चाहिँ हुने नहुने गाली गलोच गरेको छ है। अब तपाईँ चाहिँ बाहिरको केटी देख्नै नहुने, बाहिरको केटी देख्यो कि होइन तपाईँले चाहिँ माया प्रीति लाउन खोज्ने त्यस्तो खालको तपाईँ श्रीमान हुँदो रहेछ। तपाईँलाई त म हुतियारा श्रीमान भन्न चाहन्छु भनेर चाहिँ उसले भनिसक्यो साथीहरू। यो बसन्तीको घरबारमा पनि राम्रो हुने भयो घरबार पनि साथीहरू है। त्यसका लागि मलाई माफ गर। म त तिम्रो नजरमा कुवाको भ्याकुता भएँ, त्यसैले म कुवामै ठिक छु, कुवाकै संसारमा रमाउँछु। मान्छेले रक्सी किन खाँदो हो भन्ने सोच्थेँ, तर कारण उसको मन भुलाउने ठाउँ कतै नभएपछि अन्तिममा बाँच्ने सहारा रक्सीले लिँदो रहेछ। मान्छेको जातले मर्नभन्दा बौलाउन निको भन्छन्, त्यसैले मर्नभन्दा बरु आजबाट मैले पनि रक्सीको सहारा लिएर जिउने कोसिस गर्छु। कहाँ जानुभएको थियो? यत्तिकै बारीतिर गएको थिएँ। अनि तिमी कता हिँड्यौ त? तपाईँ यति बेलासम्म घर नआएको भएर म त कहाँ जानुभएछ भनेर बोलाउन आएँ कि। मेरो माया लाग्छ र? लाग्छ नि। आफ्नो लोग्नेको माया नलागेर कसको लाग्छ त? तपाईँ त साँच्चै कुवाकै व्याकुता रहेछ। त्यसैले तपाईँ जस्तो मान्छेलाई हुतियाएर पै भन्न रुचाउँछु मैले। म जस्तो कुवाको भ्यागुता अनि हुतियारा पहिला माया गरेर के पाउँछौ र तिमीले? बढी नबोल्नुस् है। श्रीमान श्रीमतीको सम्बन्ध भनेको चाहिँ परालको आगो भन्छन् साथीहरू। एकैछिनमा दन्दन दन्दन आगो बल्ने। सायद यो आगो चाहिँ निप्दैन होला जस्तो लाग्छ होइन। तर फेरि उतिखेरै झुम्र्याक झुम्रुक यो आगो यहाँ बालेकै थिएन जस्तो पनि हुने होइन। यहाँ आगो बलेको थिएन भन्ने पत्यारै नलाग्ने खालको हुन्छ परालको आगो भनेको, खरको आगो भनेको होइन। त्यही हो साथीहरू होइन। श्रीमान श्रीमतीको सम्बन्ध भनेको त्यही हो। अनि रिताले फेरि होइन आफ्नो अब नाटक भनौँ कि माया भनौँ कि के भनौँ साथीहरू होइन। अघि नै भर्खरसम्म होइन हुतियारा श्रीमान भनेको थियो, तर अहिले फेरि मायाको पोकाहरू लिएर, मायाको भाकाहरू लिएर होइन मजासँग चाहिँ मायाका गुणगानहरू गाउन थालेको अवस्था चाहिँ हामीले देखिरहेछौँ साथीहरू है त। लोग्ने स्वास्नीको झगडा परालको आगो हो भन्ने तपाईँलाई थाहा छैन? अनि लोग्ने स्वास्नीको झगडालाई यसरी मनमा राखेर हुन्छ त? तपाईँलाई थाहा छ अघि नै मैले तपाईँलाई कति धेरै मन दुख्ने गरी भने नि। एकछिनपछि त मलाई कस्तो नरमाइलो लाग्यो अनि तपाईँलाई खोज्दै आएँ कि। मैले तपाईँलाई रिसाको बेलामा जेसुकै भने पनि तपाईँ त मेरो श्रीमान हो अनि माया त लाग्छ नि। बरु तपाईँले पो मलाई माया गर्नुहुन्न त? मैले पनि आफ्नो श्रीमतीलाई माया नगरेर कसलाई गर्छु र? मधुलाई गर्नुहुन्छ त? फेरि त्यही कुरा। रिसाउन त खुब आउँछ है। अनि खाली एउटै कुरा गरिसकेपछि रिस उठ्दैन त? भयो। अब लोग्ने स्वास्नी भएपछि सधैँ रिसाएर झगडा मात्र गरेर के पाइन्छ? अनि कसलाई फाइदा हुन्छ? त्यसैले छोड्नुस् यो कुरा, हिँड्नुस् बरु घर जाउँ। घर गएर फेरि बहिनीको अगाडि मसित झगडा नगरे है। गर्दिन बाबा, गर्दिन। अरे बाबा, रिताले चाहिँ होइन बसन्तीलाई चाहिँ के साह्रो माया गरेको हो कि होइन। अनि घर गएपछि होइन बहिनीको अगाडि चाहिँ तिमी झगडा नगरे है भनेर चाहिँ बसन्तीले भने साथीहरू होइन।
अनि गर्दिन के दादा गर्दिन के भनेर चाहिँ होइन भनेको अवस्था छ। मलाई क्या राम्रो लाग्यो होइन होइन माया चाहिँ त्यसरी नै गर्नुपर्छ क्या, माया चाहिँ गर्नुपर्छ आफ्नो श्रीमानलाई। ओके त्यही भन्छु होइन। सधैँ झगडा गरिरहनलाई के मलाई बौला कुकुरले टोकेको छ र? ठिक छ, त्यसो हो भने आजबाट त बहिनी पनि खुसी हुने भइन्। किन तपाईँको बहिनी हिजो अस्ति खुसी हुनुहुन्थेन र? हिजो अस्ति त दाइ भाउजूको झगडाको कारणले गर्दा दिक्क लागेको थियो होला नि बहिनीलाई। अनि एउटा कुरा भन, भन्नुहोस् न। आज तिमीले मलाई कुवाको भ्यागुता र हुतियाएर पोइ भनिसकेपछि म बारीको डिलमा बसेर के सोचिरहेको थिएँ थाहा छ? के सोच्नु भएको थियो र? मैले त अब म बाँच्नको लागि रक्सीको सहारा लिन्छु, होइन भने म अब बाँच्न सक्दिनँ कि जस्तो लागेको थियो। त्यसैले तिमी अझै एकैछिन नआएको भए त म त रक्सी खान जान्थेँ होला। खै किन हो किन, आज त मेरो मन साह्रै बिग्रेको थियो रिता। छ्या, यो मान्छे त कस्तो होला के, यति कुरामा पनि मन सानो बनाउनु पर्छ त। अनि के गरौँ त? कतै तपाईँले यो भन्दा अगाडि रक्सी त पिउनु हुन्थेन नि? पिउँथिन, तर आज परिस्थितिले झन्डै पिलाएको। रक्सी पिएपछि मनका सबै पीडाहरू भुलिन्छ जस्तो लाग्छ तपाईँलाई? खै मैले त त्यस्तै सुनेको थिएँ, भुलिन्छ होला नि। त्यसो हो भने रक्सी खाएको मान्छे पनि छाती पिटी पिटी किन रुन्छ त? खै त छाती पिटेर रुनेलाई सोध्न पर्छ। अबदेखि यस्ता सानातिना कुरालाई लिएर आफ्नो मनलाई सानो नबनाउनुस् है, भन्दैकी छु मैले। ल ल, अबदेखि बरु चित्त नबुझेका कुराहरू यो किन भयो कसरी भयो भनेर मसित सोध्ने गर, अनि मसित छलफल गर्ने गर। तर बिन्ती छ रिता, बहिनीको अगाडि मसित कहिल्यै झर्केर बोल्ने नगर। हस् के हस्। बसन्ती र रिताको चाहिँ होइन अनि माया प्रेम देखेर चाहिँ म होइन छक्क परिरहेको छु होइन। अघि नै त्यसरी झगडा गरेको अवस्था होइन, कुवाको भेगुता भनेर हुत्तिहारा पोइ भनेको अवस्था थियो, तर अहिले चाहिँ आफ्नो पोइलाई चाहिँ होइन फुर्क फुर्काएर फकाएको अवस्था छ। यहाँ कारवाही गर्नुपर्छ साथीहरू, यस्तो चाहिँ गर्नुहुन्न है जतिविधि होइन। अघि नै चाहिँ पुरा गाली गर्ने, अहिले चाहिँ पुरा फुर्काइ होइन पोइलाई चाहिँ फकाएको अवस्था छ साथीहरू है। यो चाहिँ राम्रो कुरा हो साथीहरू होइन। अनि फकाइएको अवस्था छ आफ्नो श्रीमानलाई होइन। यो त खुसीको खबर साथीहरू, एकदम राम्रो हुँदैछ। अब बसन्ती र रिताको सम्बन्ध चाहिँ अब सायद होइन एकदम बेस्ट हुँदै जान्छ होला जस्तो मलाई लागिरहेको छ। अगाडि के हुँदैछ हेर्दै जाऊँ है त। आउनुहोस् जाम। कसको फोन हो? मधुको। उठाएर कुरा गर्नुहोस्। भयो छोडिदेऊ। किन? म मधुसित बोल्दाखेरि तिम्रो छाती चिरिन्छ भने भो म बोल्दिनँ। हेर्नुहोस् त फोन पनि काट्यो, केही काम परेर पो गरेकी हो कि? जेसुकै काम परोस्, भयो छोडिदेऊ अब यो कुरा। खासमा मधु र तपाईँ अबदेखि एकअर्काको असल साथी हौ भनेर भन्नुभएको होइन र मलाई? हो नि हुन त, तर यो कुरा तिमीले स्वीकार्दिनौ। साथीको रूपमा दिनको एकपटक फोनमा बोल्दा मैले त्यस्तो केही नराम्रो सोच्दिनँ। अस्ति तपाईँले मधुसित फोनमा बोल्दा लुकी लुकी माया प्रेमका कुरा गरेको सुनेर पो मैले आफ्नो रिसलाई सम्हाल्न नसकेको। किन तपाईँलाई थाहा छ? किनकि आफ्नो श्रीमान यसरी बाहिरी केटी मान्छेहरूसँग लुकी छिपी माया प्रेमका कुरा गरेको मैले मात्रै होइन, कसैका पनि स्वास्नीले सहन सक्दैनन्। हस्, आजसम्म जे भयो भयो, अब यस्ता कुरामा मैले धेरै ख्याल राखौँला। बरु हिँड अब जाम घरतिर। साथीहरू रिताको र बसन्तीको चाहिँ होइन अनि माया प्रेम चाहिँ सायद होइन यही एपिसोडमा देख्न पाएको होला, यही एपिसोडमा हामीले हेर्न पायौँ साथीहरू। मलाई चाहिँ एकदम राम्रो लागिरहेको छ। रिता र बसन्तीको सम्बन्ध चाहिँ राम्रो हुँदै जाने भयो अनि मलाई एकदम खुसी लागिरहेछ है त। अनि अब अरू पनि के हुँदैछ हेरौँ है त। हस् आउनुहोस्। मधु के गरेर बस्यो कि? अनि खै त किताब? मलाई त मुना मदनको किताब पढ्दा पढ्दै आँखाभरि आँसु आयो।
त्यसपछि यहाँ आएर बसन्तीलाई एकपटक फोन गर्ने हिम्मत जुटाए, तर बसन्तीले फोनै उठाएन। सायद तिमीले मुना र मदनको किताब पढ्दै गर्दा मदन धन कमाउन गएको, अनि कसैले छल गरेर अनि मदन मर्यो भनेर झुट्टो चिठीको खबर मुनाको हातसम्म पुगेको पेजमा पुगेकी थियो होला। त्यसैले आत्तिँदै यहाँ आएर बसन्तीलाई फोन गरेकी हौली होइन? हो नि, मलाई त पढ्दा पढ्दै कस्तो डर लाग्यो भने। तर मदन मरेको हुन्न रहेछ। यत्तिकै मदन मर्यो भनेर मुनाको हातमा चिठी ल्याउने त्यो पापी कति अधर्मी रहेछ है ज्ञानु। बिचरा हाम्रो मधुलाई साथीहरू है के भएको छ कि होइन, मुना मदन पनि पुरै पढेर भ्याइसक्यो है। त्यस पछाडि नैला मजनुको त्यो किताब पनि पढेर भ्याइसक्यो उसले होइन। उसले चाहिँ अब हुन्छ नि त बिचका कुरा पनि थाहा पनि लगाइसक्यो। मतलब हुन्छ नि त मुना किन मरि त पहिला सुरुमा मदनलाई नभेट्दै किन मरि त भन्ने कुराको पनि उसले थाहा पाइसक्यो। किनभने चाहिँ मुनालाई चाहिँ त्यो चिठी ल्याएर दियो कि नकली चिठी ल्याएर दियो कि मदन चाहिँ मरिसक्यो भनेर चिठी दिइसक्यो। अनि किनभने चाहिँ मुना र मदन चाहिँ सती मर्ने जस्ता थिए होइन, एकअर्काप्रति बाँच्नै नसक्ने होइन। अनि मुनाले चाहिँ मदनलाई पर्खिराखेको अवस्था थियो होइन। एउटा गुन्डाले चाहिँ चिठी दियो कि मदन मरिसक्यो भनेर, ऊ पनि त्यही पिरले चाहिँ 2-3 दिनभित्रमा ऊ मरिहाली है साथीहरू। त्यही भएर पछि मदन फर्केर आउँछ, मदन पनि फेरि मरिहाल्छ साथीहरू है। त्यस्तै रहेछ कि एकअर्का बिना चाहिँ उनीहरूको बाँच्ने चाहना नै रहेन, त्यो देखाइएको छ। र त्यो उसले मधुले भने साथीहरू है। त्यही त अन्तिममा त्यही झुट्टो चिठीको कारणले गर्दा मदनको आमा पनि छोराको वियोगमा यत्तिकै मर्दी रहेछिन्। अनि केही समयपछि मुना पनि मर्छिन्। पछि मदन धन कमाएर सबैलाई खुसी दिन्छु भनेर घर आउँदा न त आमा नै जिउँदो हुन्छन् न त उनको मुना नै। त्यसपछि मदनले के गर्छन् नि, मैले त पुरै पढेकै छैन अहिलेसम्म। पछि मदन पनि आमा र मुनाको चिन्ताले मर्दा रहेछन्। छ्या, मदन मरेको झुटो खबरको चिठी त्यो पापीले मुनाको हातसम्म नपुर्याएको भए पछि मदन धन कमाएर घर फर्केर आउँदा सबैजना कति खुसी हुन्थे होला। अनि के ज्ञानु, मदन पनि मरेपछि मुना मदनको कथा यत्तिकै सकिन्छ हो? कथा त सकिँदो रहेछ। फेरि महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेखेको कविता अनुसार उनीहरूको फेरि भेट पनि हुँदो रहेछ। अबुई हो र? तर कसरी नि? कसरी हुनु नि? यो जुनीमा खुसी खोज्दा खोज्दै एक हुन नसकेका प्रेम जोडीहरूलाई स्वर्गमा फेरि भगवानले एक गराउँदा रहेछन्। त्यस्तै मुना मदनको मृत्युपछि फेरि स्वर्गमा भेट भयो अरे। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो साथीहरू, त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। यदि तपाईँलाई यो भिडियो मन परेको भए चाहिँ लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर सपोर्ट गर्नु होला। भोलि पनि यस्तो नयाँ भिडियोको साथमा उपस्थित हुने बाचा गर्दै आजलाई हजुरबाट म छुट्टिन्छु। अहिलेलाई चाहिँ बाई बाई।